नमस्कार। शिक्षामा गत सातामा स्वागत छ। नेपाल शिक्षक महासङ्घको अगुवाईमा जारी सडक प्रदर्शनका खबर यसपटक पनि प्राथमिकतामा छन्। महासङ्घले 24 बुँदे मागको सूची शिक्षा मन्त्रालयलाई बुझाएको छ। प्रधानमन्त्री केपी ओलीले शिक्षकको आन्दोलन र मागबारे छलफल गरेका छन्। ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्रै हित हेरेको भन्दै यसले समाधान नदिने बताएको समाचार पनि छ। नेपाली काङ्ग्रेसले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएको र नेकपा माओवादी केन्द्रले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएको समाचार पनि छ। राष्ट्रिय स्वतन्त्र पार्टी सहमहामन्त्री सुमना श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विद्यालय शिक्षा ऐन बनाउनु अघि शैक्षिक गुणस्तरको परिभाषा, विद्यालय शिक्षा मुनाफा कमाउने थलो हो कि होइन भन्ने प्रश्न हुनुपर्ने, संविधान विपरीतको सम्झौताले ऐन निर्माणमा कठिन भएको र शिक्षा क्षेत्रमा जारी दलगत राजनीति ठूलो समस्या भएको उल्लेख छ। नयाँ शैक्षिक सत्र सुरु भए पनि शिक्षकहरू सडक आन्दोलनमा हुँदा अभियान समेत प्रभावित हुने समाचार छ। राष्ट्रिय परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षण तथा कक्षा 12 को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सघाउन शिक्षकहरूलाई आग्रह गरेको छ। शिक्षक आन्दोलन चर्किनु चिन्ताजनक भन्दै भुवनेश्वर शर्माले कान्तिपुरमा पाठक पत्र लेखेका छन्। विद्यालय बन्द बाहेकको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूका संस्था प्याप्सन र एनप्याप्सनले पनि ऐक्यबद्धता जनाएको समाचार छ। शिक्षक आन्दोलनको बारेमा कान्तिपुरको सम्पादकीयमा आन्दोलन स्थगित गराइहाल्ने उद्देश्य राखेर पहिला सरकारले पूरा गर्न नसकिने सहमति गरेका कारण समस्या आएको उल्लेख छ। यसै पनि सार्वजनिक विद्यालयमा अभिभावकको आकर्षण घट्दो छ। शैक्षिक सत्रको मुखमै भएको शिक्षक आन्दोलनले सार्वजनिक शिक्षामा थप क्षति गर्ने देखिएको छ। यस्तो अवस्थामा पैसा तिर्न सक्ने कुन अभिभावकलाई सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गर्न मन लाग्ला र? यस्तो क्षति बढी हुन नदिन सरकारले विद्यालय शिक्षा ऐनमा प्रभाव नपर्ने गरी शिक्षकलाई तत्काल विद्यालय फर्काउन आवश्यक वातावरण बनाउन तुरन्त पहल गर्न आवश्यक देखिन्छ। प्रधानमन्त्री ओलीका अरू कुरामा सहमत हुन नसकिए पनि शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्ने कुरा साँच्चै हो। अहिले सरकार समग्र रूपमा शिक्षकहरूका अगाडि स्पष्ट कुरा गर्न सकिरहेको देखिँदैन। शिक्षकहरू आफूलाई निरीह पीडित साबित गर्दै आफ्ना माग पूरा गराउन प्रयत्नरत देखिन्छन्। सम्भवतः यही पोर्टल बाहेक अरूले पनि के कति माग जायज हुन् भन्ने कुरा नगरी वार्ता गरेर शिक्षकलाई कक्षा कोठामा फर्काऊ जस्ता फोस्रा कुरा गरिरहेका छन्। यसमा शैक्षिक नागरिक समाजको छाता सङ्गठनदेखि निजी विद्यालयका छाता सङ्गठनसम्मै छन्। संस्थापन पक्षधर भएको आरोप पनि लाग्ला, तर संसदीय समितिका अध्यक्षले भने जस्तै बिना परीक्षा स्थायी हुने, अध्यावधिक नहुने र दलमा आबद्ध रहने कुरा स्वीकार्य हुन सक्दैन। एकजना नाम बताउन नचाहने उच्च सरकारी अधिकृतले भने उहाँहरू निजामती सरह हुने भन्नुहुन्छ, तर कुनै पनि सरकारी कर्मचारीको अस्थायी अवधि स्थायीमा जोडिँदैन। बरु उहाँहरूलाई निजामती कर्मचारी भन्दा एक तह माथि नै राख्न समस्या हुँदैन। अर्का अझ उच्च अधिकारीले भने राहत भनेको राहत हो। सङ्घीय सरकारले यस्तै संरचना पालिकामा हस्तान्तरण गरी पालिकालाई व्यवस्थापन गर्न दिन सक्छ। अनि ती दुवैले भने हामीले बोल्नु हुँदैन। तर याद के रहोस् भने सधैँजसो सहमतिका मतियार कर्मचारी नै हुन्छन्। खास गरी 2078 को 51 बुँदे सहमतिमा कर्मचारीको प्रभावशाली उपस्थिति देखिन्छ। त्यसमा शिक्षकलाई हौस्याएर कर्मचारीले पनि जिल्ला शिक्षा कार्यालय बिउत्याउने जस्तो आफ्नो दुनो सोझ्याउने काम गरेका हुन्। कर्मचारी र शिक्षक दुवै खुसी पारेर अधकल्चो विधेयक पठाउने तत्कालीन शिक्षा मन्त्रीको अकर्मण्यता देखिएकै हो। सबैले आज त्यसको परिणाम भोगिरहेका छन्। यस परिदृश्यले के बताउँछ भने कर्मचारी र मन्त्रीका तहको सरकारबाट भएका सहमति काँचा हुने रहेछन्। यसै स्तम्भमा यसपटक वार्ता गर्दा संसदका सम्बन्धित एकाइको प्रतिनिधित्व गराउन सुझाव गरिएको हो। अहिलेको अवस्था हेर्दा राज्यको कार्यपालिका र व्यवस्थापिकासँगै शिक्षा क्षेत्रका प्रबुद्ध नागरिकहरूले मध्यस्थता गर्नु वा कमसेकम साक्षी बस्नु सहमति कार्यान्वयन हुने एउटा अवस्था हो। त्यसो भयो भने पूरा गर्न सकिने नसकिने माग तत्काल नै थाहा हुन्छ। यथार्थमा सहमति राजनीतिक र कार्यकारी प्रकृतिका भएकाले एउटा दल वा गठबन्धनको सरकारले अर्को दल वा गठबन्धनसँग भएका सम्झौताको अक्षरशः स्वामित्व लिनु पर्छ भन्ने छैन। अन्यथा सुमना श्रेष्ठ मन्त्री हुँदा सार्वजनिक भएको शिक्षा आयोगको प्रतिवेदनको उही दलका उही व्यक्ति पछिल्लो पटक प्रधानमन्त्री हुँदा पनि सरकारले स्वामित्व लिएको देखिएन। त्यसमाथि एउटा कार्यकारीले सरकार फेरिसकेपछि व्यवस्थापकीय जिम्मेवारी लिएर ऐनमा सम्बोधन गर्छु भन्नु नै केटाकेटी कुरो हो। विगतमा शिक्षकका साखुल्य बन्न राजनीतिक दल र तिनका नेताले सरकारमा हुँदा पूरा गर्न नसकिने सहमति सम्झौता गर्नाले समस्या बल्झिँदै गएको हो।
अहिलेसम्म शिक्षकले शिक्षाको खराब अवस्थाका लागि कसैले व्यक्तिगत वा सामूहिक रूपमा जिम्मेवारी नै लिएका छैनन्। हामी यसो भयो भने यसो गर्छौँ भनेकै छैनन्। निजी विद्यालयहरू यति दिन बन्द भएका भए देशमा कति खैली बैली मचिसक्ने थियो। देशले थाम्न नसक्ने अर्को कुरा, तर शिक्षकमाथिको अहिलेसम्मकै पनि लगानीले तुलनात्मक प्रतिफल दिएको छैन। हामीलाई थाहा छ मधेसका कति पालिका महिनौ बन्द हुँदा पनि कसैले बाल दिएनन्। बन्द हुँदा फरक पर्ने जनसङ्ख्याका सन्तान त निजी विद्यालयमै छन्। संविधान प्रतिकूल पालिका तह अन्तर्गत बस्दैनौ भनेर पटक पटक बखेडा झिकेका शिक्षक मित्रहरूले निजी विद्यालयका बारेमा त आँखा नै चिम्लिदिएका छन्। उनीहरूको यस्तो रवैयाले न भविष्यमा सार्वजनिक शिक्षा रहन्छ न शिक्षक। त्यस हिसाबले त यो भइराखेको खिचातानी वर्तमान शिक्षकका सुविधाका लागि मात्र हो। फेरि पनि शिक्षकले सुविधा र सम्मान पाउनुपर्ने कुरामा कुनै असहमति छैन, तर परिणामको आश्वासन बिना थाम्न नसक्ने सुविधाको माग नैतिक शोषण र ब्ल्याकमेलिङ हो। एकजना स्थानीय समाजसेवीले भनेका थिए, अहिलेको तलब पढाउने शिक्षकलाई थोरै र नपढाउनेलाई धेरै भयो। सहर सुविधाको कुरा पनि त्यही हो, तर शिक्षकले सरकारलाई घुँडा टेकाउन खोजे भने जस्तै सरकारले पनि शिक्षकको साख गिराउने रवैया लिनु हुँदैन। दुवैले सहज रूपमा स्थिति सामान्य बनाउने प्रयत्न गर्नु जरुरी छ। यसमा शिक्षा क्षेत्रका प्रबुद्धहरूले मध्यस्थता गरी सहजीकरण पनि गर्न सक्छन्।